भाइरल पुल ओऱ्यो भनेर हेर्न आएको हामी। कस्तो छ जान्न त भनेर आएको। हुन त दारी लामो रहेछ, काट्ने भइसकेको रहेछ, कपाल पनि त्यस्तै। आज तपाईँहरूलाई भाइरल ठाउँ देखाउँदैछु। त्यही छ, आज अलिकति चिसो पनि छ, घाम लागेको छैन। जिएनजीका शहीदहरू भाइरल त के भन्नु, यहाँका स्थानीयले भाइरल बनाएछन्। हेलो साथीहरू, नमस्कार। के छ, सन्चै हुनुहुन्छ सबैजना? आज चाहिँ हामी बुढाबुढी खजुरातिर आएका छौँ। भिडियोको लास्टसम्म बनिराख्नु होला। मैले आज तपाईँहरूलाई भाइरल ठाउँ देखाउँदैछु। अब भाइरल भन्ने कुरो कस्तो रहेछ हेरौँ हामी सबैले। अनि हाम्रो भिडियोलाई पनि भाइरल गरिदिनुहोस् त, ट्याक्क सब्सक्राइब गर्न हाल्नुहोस्, एक लाइक कमेन्ट गरिदिनुहोस् होइन। हामी हिँड्ने क्रम जारी छ, पुग्दैछौँ। सायद केही हुनुपर्छ होइन। यताको मौसम वातावरण यस्तै छ। आज अलिकति चिसो पनि छ, घाम लागेको छैन। अनि हजुरहरू सबै ठिकै हुनुहुन्छ होला, आशा छ। आज चाहिँ छोरी आएकी छैन, छोरीलाई मिस गर्दैछौँ हामीले। हिजो अस्ति मैले भिडियो के अरे बर्थडेको भिडियो बनाएर हालेको थिएँ, कतिले हेर्नुभयो हेर्नु भएन। छोरीको बर्थडे थियो, साइकल चलाउनलाई हामीसँग आउँदै आएन। अनि आज शहीद दिवस पनि, अनि शहीदहरूलाई सम्झेको छु मनदेखि नै। जिएनजीका शहीदहरू नेपाल बनाउनलाई सङ्घर्ष गर्नुभएका र गर्दा गर्दै ज्यान गुमाउनुभएका शहीदहरूलाई जय नेपाल होइन। यही हो, भाइरल त के भन्नु, यहाँका स्थानीयले भाइरल बनाएछन्। यो पुल भाइरल पुल ओऱ्यो भनेर हेर्न आएको हामी। कस्तो छ जान्न त भनेर आएको। हुन त यहाँको स्थानीयहरूलाई त राम्रो हो, ठुलो खोला नाला तर्नु पर्थ्यो पहिला। अब पुल बनेपछि यहाँका स्थानीयहरूलाई आवत जावत गर्नमा धेरै सहज पनि भयो। त्यस्तो छ, गहिरो चाहिँ गइरहेछ। यही हो, हाम्रो भिडियो पनि भाइरल गरिदिनुहोस् है त। अनि यता यस्तो छ, गाउँहरू टन्न लगाएको रहेछ, राम्रो खेतीयोग्य जमिन छ यतातिर। सस्तो पनि होला, पक्कै पनि बजारको भन्दा भाउ त सस्तो होला। कसैले खेती गर्ने बस्ने मान्छेलाई यता लिँदा हुन्छ। यहाँबाट बजार पुग्न, सुर्खेत रोड हाइवे पुग्न करिब 5-7 किलोमिटर होला। राम्रो खेतीयोग्य जमिन छ यहाँ। यो पुल हो हेर्न आएको हामीले। बुढीलाई यहाँ अब मोटो पत्लो खाँदैछ, मोटो पत्लो के ठाउँ लाग्यो अरे। अरू के भन्न चाहन्छु, ल भन।
लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, फलो गरिदिनुहोस्। अनि आफ्ना आफन्तलाई छिमेकीलाई के भन्न चाहन्छु भन। होइन क्या हुन्छ दारी लामो भएर रहेछ, काट्ने भइसक्यो रहेछ, कपाल पनि त्यस्तै जाडो पो भयो, घाम लागेको छ। अब जानु पर्यो वापिस। त्यस्तै छ, तिनीहरू दुईजनाको हामीलाई यसो हेर्दै बोयफ्रेन्ड गर्लफ्रेन्ड होलान् भने अब हामी फेरि बुढ्ढाबड्डी बड्डाबड्डी। हस्, यतिसम्म हामीलाई भिडियो हेरेर साथ दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। कहाँबाट हेर्दै हुनुहुन्थ्यो कमेन्ट भने गर्न नभुल्नु होला। अब नेक्स्ट भिडियोमा भेटौँला, तबसम्मलाई बाई बाई एन्ड जय नेपाल।